Hello everyone, welcome to my new video. So आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई माइक्रोसफ्ट एक्सेल को बारेमा के इन्फर्मेसनहरु शेयर गर्न गइरहेको छु। जस्तो कि म पनि पर्फेक्ट त छैन एक्सेल चलाउनको लागि, एटलिस्ट म पनि सिक्दै छु र मैले जानेको केही नलेजेसहरु तपाईहरुसँग म शेयर गर्न गइरहेको छु। सो भिडियोलाई हेर्दिनु होला, साथ सपोर्ट गरिदिनु होला र यदि केही कन्फ्युजन अथवा केही तपाईलाई इन्ट्रेस्ट लाग्यो भने के तपाईलाई क्वेशन्सहरु माइन्डमा आयो भने कमेन्टमा कमेन्ट गरिदिनु होला। सो म पनि तपाईहरुसँगै सिक्दै अघि बढ्दै गर्छु। ल आजको भिडियो स्टार्ट गरौँ। फर्स्टमा म मेरो कम्प्युटरको स्क्रिनमा आइसकेको छु। अब यसमा म तपाईलाई एक्सेल ओपन गरेर देखाउँछु है त। यो अहिले एक्सेल ओपन हुँदैछ। यो एक्सेल ओपन भइसकेपछि फर्स्टमा चाहिँ तपाईको यस्तो पेज आउँछ अनि यसमा चाहिँ तपाईले वेलकम टु एक्सेल यो सबै चीजहरु तपाईले यहाँ टेम्प्लेटहरु पाउन सक्नुहुन्छ। तपाईलाई यदि गर्नु मन तपाईलाई यदि ट्राई गर्नु मन लाग्छ भने तपाईले यो सबै गर्न सक्नुहुन्छ है त। ल अब यदि यो फर्स्टमा यस्तो इन्टरफेस आइसकेपछि म तपाईलाई एक्सेल को ब्ल्याङ्क फाइल ओपन गरेर देखाउँछु है त। ल तपाईको यहाँ ब्ल्याङ्क वर्कबुक भनेको छ, यसमा क्लिक गरिदिनुस्। तपाईको एक्सेल ओपन भएको छ अब है त। फर्स्टमा यसमा के गर्नुपर्छ भन्दाखेरि चाहिँ नि जहिले पनि एक्सेल ओपन भइसकेपछि तपाईले बुझ्नुपर्ने मेन कुरा भनेको चाहिँ यो, जस्तो कि अहिले यो हिँडिरहेछ नि यो बक्सलाई भन्छ सेल। यो चाहिँ तपाईले बुझ्नै पर्छ, चिन्नै पर्छ, तपाईलाई सजिलो हुन्छ पछि इन फ्युचरको लागि। अनि तपाईको यसरी यो बक्सेसहरु तल यसरी आको छ नि यसलाई भन्छ रो है त। यसलाई भन्छ रो। अनि तपाईको यसरी हरिजन्टलमा जान्छ यसलाई भन्छ कलम है त। तपाईले कलममा हेर्न सक्नुहुन्छ ए बी सी डी गरेर यो अनकाउन्टेबल हुन्छ है त लास्टसम्म। अनि तपाईको यसरी भर्टिकल गर्दाखेरि पनि यो रोजहरु हुन्छ, रो यो चाहिँ नम्बरमा दिएको छ 1 2 3 4 5 6 गरेर, यो पनि अनकाउन्टेबल नै हुन्छ। जति तपाईलाई चाहियो त्यति तपाईले यसलाई बनाउँदै बढ्दै जान सक्नुहुन्छ है त। अब यो बुझ्नुभयो तपाईले। यसलाई भन्छ सेल, यो हरिजन्टललाई भन्छ कलम र यो भर्टिकल लाइन्सलाई भन्छ रो है त। यदि बुझ्नुभयो तपाईले। अनि यसमा हेर्नुभयो भने तपाईले यहाँ शीट 1 भनेर देख्नु भएको छ। यो भनेको चाहिँ तपाईको एउटा एक्सेल को फाइल ओपन भइसकेपछि तपाईको एउटा शीट ओपन हुन्छ, त्यसलाई चाहिँ शीट भन्छ। अनि तपाईलाई यो शीटेजहरु बढाउन मन लाग्छ भने तपाईले प्लस बटन थिच्दिनुस्, तपाईको शीटहरु बढ्दै जान्छ है त। शीट 1 शीट 2 शीट 3 भनेर यसरी बढ्दै जान्छ। यदि तपाईले यो शीट 1 को नाम चेन्ज गर्न मन लाग्छ भने तपाईले यसलाई नाम पनि चेन्ज गर्न सक्नुहुन्छ। यसलाई मैले राख्दिए हरि, अनि शीट 2 लाई मैले राख्दिए श्याम। यसरी तपाईले रिनेम पनि गर्न सक्नुहुन्छ है त। अब यति बुझ्नु भइसकेपछि तपाईले कुनै पनि फाइलहरु ओपन गरिसकेपछि चाहिँ तपाईले अब यसमा लेख्नुहुन्छ सपोज माइ नेम इज राम बहादुर। तपाईले यसरी लेख्नुभयो अनि यसमा तल लेख्नुस् माइ फादर इज हरि। तपाईले यसरी लेख्नुभयो। यो तपाईको फाइल त ओपन भइसक्यो, तपाईको एक्सेल पनि ओपन भइसक्यो, तर यसलाई कसरी सेभ गर्ने? अब तपाईले अब यसलाई कट गरिदिनु भयो भने यो तपाईको फाइल सेभ हुँदैन। सेभ भएन भने तपाईले फेरि यो फाइल पाउन सक्नु हुँदैन। यो अटोमेटिकली आफै डिलिट भइहाल्छ इटसेल्फ। ओके, त्यही भएर यसलाई चाहिँ फाइललाई चाहिँ तपाईले जहिले पनि सेभ गर्नुपर्छ। सेभ गर्ने पनि तरिका छ, म तपाईलाई चाहिँ यो तपाईको यो सेभ बटन हो, यसमा सेभ गर्दाखेरि नि भयो। अदरवाइज तपाईले फाइलमा गएर यहाँ सेभ एज गरिदिनुस्, सेभ अदरवाइज सेभ एज गरिदिनुस्। जुनमा तपाईलाई सजिलो लाग्छ तपाईले सेभ गर्न सक्नुहुन्छ नि त। यो कहाँ सेभ गर्न चाहनुहुन्छ तपाईले यो सबै चीजहरु यहाँ भेट्न सक्नुहुन्छ। अब तपाईले ब्राउजमा जानुस्
अनि तपाईले यसलाई मैले चाहिँ अहिले यसलाई देखाउँदैछु मैले डेस्कटपमा सेभ गरेर मैले यसलाई नाम राखिदिएँ लर्निङ फाइल अनि सेभ गरिदिनुहोस् यसलाई यो अब सेभ भयो अब यो सेभ भइसकेपछि चाहिँ नि तपाईले जति यसलाई यहाँनिर डिलिट गरिदिनु भयो भने यो तपाईको स्क्रिनमा आएर बसेको हुन्छ है त मैले यसलाई लेखेको थिएँ लर्निङ फाइल हो यसलाई ओपन गरिदिएँ फेरि तपाईको जुन फाइल जे जस्तो छोडेको थिएँ त्यस्तैमा ओपन हुन्छ यसरी यसलाई एक्सेललाई क्रिएट गरेर तपाईले सेभ गर्न सक्नुहुन्छ यो भयो तपाईको एक्सेल ओपनिङ एन्ड हाउ टु सेभ इट इन योर कम्प्युटर ल अब मैले तपाईलाई यो सबै चीजहरु भनिसके हाउ टु क्रिएट योर एक्सेल एन्ड हाउ टु सेभ इट अब यो सेभ भइसकेपछि तपाईले अब यसलाई फाइललाई कसरी के बनाउन चाहनुहुन्छ इट्स अप टु यु तपाईले अब सपोज वीकली स्केड्युल बनाउन चाहनुहुन्छ कि तपाईको आफ्नो मन्थली बजेट्सको प्लानहरु बनाउन चाहनुहुन्छ कि यो सबै चीजहरु तपाईले यी एक्सेल फाइलबाट क्रिएट गर्न सक्नुहुन्छ अब यो फाइलमा जानुभयो भने तपाईले यहाँ देख्न सक्नुहुन्छ न्यू एक्सेलहरु ओपन गर्ने कसरी सेभ गर्ने प्रिन्ट गर्न चाहनुहुन्छ भने प्रिन्ट गर्ने एक्सपोर्ट गर्ने यो सबै चीजहरु तपाईले यहाँ गर्न सक्नुहुन्छ यदि इन फ्युचर इफ यु वान्टेड टु नो अबाउट अल द टपिक्स अबाउट दिस यु क्यान शेयर योर थट्स अन द कमेन्ट सेक्सन बिलो सो म अकर्डिङली नै तपाईलाई इन टपिक तपाईलाई भिडियो बनाएर देखाइदिने छु है त अब सेकेन्डमा गएपछि चाहिँ तपाईले यहाँ होम बटन देख्न सक्नुहुन्छ होम बटनमा गइसकेपछि तपाईले यहाँ धेरै चीजहरु देख्न सक्नुहुन्छ यो सबै चीजहरु चाहिँ हाम्रो एक्सेल युज गर्दाखेरि निडेड टुल्सहरु जस्तै नै हो है त यो सबै चीजहरु युज गरेर नै हामीले एक्सेल वर्कआउट गर्नुपर्ने हुन्छ है त ल अब यसमा फर्स्टमा हामी यहाँ जाउँ यहाँ छ कपी भन्ने तपाईको यो दबाएपछि आफै आउँछ यसले के काम गर्छ भनेर पनि सबैलाई यहाँ डिस्क्रिप्सनमा देखाइदिएको हुन्छ तपाईले पढेर पनि त्यो एक्युरेटली गर्न सक्नुहुन्छ अनि फर्स्टमा हाम्रो छ कपी बटन अब यो कपी बटन चाहिँ कसरी युज गर्ने भन्दाखेरि सपोज मैले यहाँ लेखेको छु माइ नेम इज ओके अहिले मलाई यो चाहिएन मैले यसलाई डिलिट गरिदिएँ अनि यहाँ छ माइ नेम इज रामबहादुर है त अब यसलाई मैले कपी गर्नु पर्यो भने तपाईले यहाँ क्लिक गरिदिनुस् अब यहाँ हेर्नुस् तपाईले देख्न सक्नुहुन्छ डिफरेन्स यो अहिले यो सेल घुमेको देख्नु भएको छ तपाईले ब्लिङ्क भइरहेको अब मैले यसलाई यहाँ कपी गर्न चाहनुहुन्छ अब यसलाई मैले यहाँ कपी गर्न चाहन्छु भनेपछि चाहिँ मैले यहाँ पेस्ट देख्नु भएको तपाईले यसमा क्लिक गरिदिनुस् यो यहाँबाट कपी भएर यहाँ आइसकेको छ अझै तपाईलाई अरु ठाउँमा पनि गर्नु मन छ भने यो अलरेडी हाम्रो कपी छ यहाँ अटोमेटिकली पेस्ट हुन्छ यसरी है त यो भयो तपाईको कपी पेस्ट अनि तपाईको यो छ नि यो सिजर बटन यो चाहिँ कट हो अब मैले यसलाई कट गर्दिएको छु है त यसलाई मैले यो सेललाई कट गर्दिएको छु अब मैले यसलाई पेस्ट गर्नु पर्यो भने यहाँ तल गर्दिन्छु यसको तपाईको पेस्ट हेर्नुस् पेस्ट गरिदिएपछि तपाईको माथिको सेल पुरै कट भएर तलको सेलमा शिफ्ट भयो है त डिफरेन्स हेर्नुस् है त कपीमा तपाईले जहाँ जुन सेलमा कपी गर्न चाहनुहुन्छ त्यहाँ आफै कपी हुँदै जान्छ तर कटमा त्यस्तो हुँदैन कटमा चाहिँ तपाईले एउटा कुनै सेललाई कट गर्नुभयो भने तपाईले जहाँनेर पेस्ट गर्न चाहनुहुन्छ त्यहाँ गएर पेस्ट गरिदिनु भयो भने तपाईले जहाँबाट कट गर्नुभएको त्यो एरियाबाट चाहिँ त्यो डिलिट हुन्छ त्यो कोल्याप्स हुन्छ है त यो भयो तपाईको कपी पेस्टको बटन्सहरु र त्यसको बारेमा कसरी गर्ने भन्ने एउटा तरिका अनि यसमा आएपछि तपाईले देख्न सक्नुहुन्छ यो क्याटेगोरी भनेको तपाईको माइ नेम इज हरिबहादुर मैले अहिले यो फर्म्याटमा लेखेको छु यसलाई कसरी चेन्ज गर्ने यहाँनिर एरो बटन दिएको छ यो स्विच बटन यसलाई क्लिक गरिदिनुस् अनि तपाईले हेर्न सक्नुहुन्छ यहाँ अलरेडी एक्सेलले नै दिएको छ कुन फर्म्याटमा तपाई आफ्नो वर्ड्सलाई प्रेजेन्ट गर्न चाहनुहुन्छ है त मैले यसलाई एरियल ब्ल्याकमा गर्दिए ल हेर्नुस् अहिले चेन्ज भयो माइ नेम इज रामबहादुर तर तपाईको एरियल ब्ल्याकमा चेन्ज भएको छ तपाईको वर्ड फर्म्याटिङ चेन्ज भएको छ अहिले फर्स्टमा हाम्रो थियो क्याटेगोरी तर अहिले हाम्रो भएको छ
रियल ब्ल्याक। अनि तपाईँले देख्न सक्नुहुन्छ यसमा नम्बर, यो नम्बर भनेको चाहिँ तपाईँको यो छ नि माई नेम इज हरिबहादुर, यसको के भन्ने यसको साइज अहिले यसको साइज रहेको छ 11 नम्बरको। यसलाई हामीले बढाएर ठुलो पनि बनाउन सक्छौँ यसरी है त, यसरी गर्न सक्छौँ। अहिले मैले 18 मा राखिदिएँ यसलाई। अनि तपाईँले यो बटन देख्नु भएको छ नि, यसको हेर्नुहोस् त यहाँ एरो माथि बढेको छ भनेको यो अल्फाबेट तपाईँको वर्ड्स ठुलो हुने अनि यो तपाईँको वर्ड्स सानो हुने। फर एक्जाम्पल मैले यहाँ अहिले सानो हुनेमा क्लिक गरेको छु भने मैले क्लिक गर्दै हेर्नुहोस् तपाईँले अटोमेटिकली साइजेस कम भएको देख्न सक्नुहुन्छ। अनि यसमा गरिदिनु भयो भने तपाईँको सेलको वर्ड्स साइजेस इन्क्रिज हुन्छ है त, यसरी। अब यति भइसकेपछि मैले तपाईँलाई यहाँ तल लिएर आएँ। यो देख्न सक्नुहुन्छ तपाईँले ए देख्नु भएको छ र त्यसको तल रेड देख्नु भएको छ। यसको मतलब भनेको तपाईँको अल्फाबेट तपाईँको जुन अहिले यो मेरो माई नेम इज रामबहादुर मैले लेखेको छु यो ब्ल्याक कलरमा छ, तर मैले यसलाई चेन्ज गर्न चाहेँ भने मैले यहाँबाट चेन्ज गर्न सक्छु यसरी है त। तपाईँको यो चाहिँ तपाईँको वर्ड्सको कलरिङ फर्मेट चेन्ज गर्ने है त। अब यो अहिले ब्ल्याकमा छ हाम्रो, म यसलाई ब्लूमा गरिदिन्छु। ल हेर्नुहोस्, यसरी तपाईँले आफ्नो एक्सेलमा वर्ड्स अदरवाइज नम्बर्सको पनि कलरहरू चेन्जेस गर्न सक्नुहुन्छ। अनि यो देख्नु भएको छ तपाईँले, यो चाहिँ फिल कलर। अहिले हाम्रो के छ, यो सेल ब्ल्याङ्क कलरमा छ नि होइन, यो हाम्रो सेल अहिले ब्ल्याङ्क कलरमा छ, सेतो कलरमा। यसलाई मैले यो जुन येलो देखाएको छ यहाँ दबाइदियो भने यो येलो कलरको हुन्छ र यसमा दबायो भने तपाईँले भेराइटिज अफ कलर्स पाउन सक्नुहुन्छ। तपाईँ कुन कलरमा चाहिने कम्फर्टेबल हुनुहुन्छ र तपाईँलाई कुन कलर चाहिएको छ त्यो अनुसार तपाईँले चेन्जेस गर्न सक्नुहुन्छ है त। मैले यसलाई ग्रिनमा गरेँ, माई नेम इज रामबहादुर है त, यो कलरिङ भयो। अनि यो चाहिँ तपाईँको सेलमा बोर्डर भर्ने तरिका हो है त, माई नेम इज रामबहादुर। यसमा अब तपाईँले हेर्नु भने तपाईँले यसमा केही पनि छैन नि, अहिले हाम्रो यसको सेलमा 4वटा बक्स छ नि त, अप डाउन लेफ्ट राइट गरेर 4वटा बक्सेस छ, लाइन्स छ। जुन लाइन्समा चाहिँ अहिले कुनै कलर भरेको छैन, अदरवाइज कुनै के भन्छ तपाईँको त्यो टेबल देखिएको छैन, लाइन्स देखिएको छैन। अब यसमा मैले सेलेक्ट गरेँ र यसमा मैले यो बोर्डर्समा गएँ भने हेर्न सक्नुहुन्छ तपाईँलाई कुन अनुसारको बोर्डर चाहियो, तपाईँले त्यो अनुसारले बोर्डर भर्न सक्नुहुन्छ है त। अब यो बोर्डर बटम भनेको छ नि, बटम बोर्डर भनेको छ भनेपछि माई नेम इज रामबहादुर मैले अहिले बटम बोर्डर गरिदिएको छु। त्यही भएर यहाँ तपाईँले देख्न सक्नुहुन्छ अहिले यहाँ ब्ल्याक बोर्डर देखिएको छ। अब फेरि यसैमा क्लिक गरेँ र मैले फेरि यसमा क्लिक गरेर मैले अल बोर्डर्स गरिदियो भने तपाईँको पुरै बोर्डर भरिएको छ। तपाईँले यसमा यतापट्टि किन ब्ल्याक कलर देख्नु भएन भने तपाईँले यो जुन सेलमा लेख्नु भएको छ त्यो सेलको साइज सानो र तपाईँले जुन चाहिँ वर्ड्स लेख्नु भएको छ त्यसको वर्ड्स ठुलो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको चारै साइडमा बोर्डर कलर देखेको छैन। सपोज मैले यसलाई बढाइदिन्छु अहिले है त, तपाईँले सम्झाउनु बुझाउनुको लागि मैले यसलाई अहिले बढाइदिएँ। माई नेम इज रामबहादुर, तपाईँले देख्न सक्नुहुन्छ अहिले यो सेलको चारै बोर्डरमा कलर आएको छ। यसको मतलब मैले यसमा बोर्डर्स लगाइदिएको छु, जुन कि तपाईँले देख्न सक्नुहुन्छ। तपाईँलाई अझै कन्फ्युज भयो होला, यो तपाईँको म कलर फिलिङ पनि यसलाई हटाइदिन्छु। ल हेर्नुहोस् अहिले देख्नुभयो नि डिफ्रेन्स, माई नेम इज रामबहादुर यसमा चारैवटा बोर्डर कलर भरिएको छ र त्यसको तल माथिकोमा चाहिँ बोर्डर भरिएको छैन। यदि तपाईँले यो सेलमा पनि बोर्डर चाहनुभयो भने तपाईँले यसमा क्लिक गरिदिनुहोस्, अटोमेटिकली इटसेल्फ यु विल सी द डिफ्रेन्स। तपाईँले यसमा बोर्डर आएको देख्न सक्नुहुन्छ। यसरी तपाईँले तपाईँको सेल्समा बोर्डर पनि भर्न सक्नुहुन्छ है त। यो बोर्डर भरिसक्नुभयो अनि यसमा जानुभयो भने तपाईँको अल्फाबेटलाई अन्डरलाइन गर्नु भनेको छ। तपाईँले के भनेको छ ल हेर्नुहोस्, अन्डरलाइन। अब मैले यसबाट ओके यो बोर्डर मैले हटाइदिएँ, अहिले नो बोर्डर गरिदिएँ मैले यसमा। अहिले हेर्नुहोस् तपाईँले यहाँ बोर्डर छैन कुनै पनि, मैले यो सेलमा पुरै बोर्डर हटाइदिएको छु। यसमा हेर्नुहोस् है त, अहिले माई नेम इज रामबहादुर यसमा अन्डरलाइनमा गर्नुभयो भने तपाईँले माई नेम इज रामबहादुरमा तपाईँले अन्डरलाइन पाउनुभयो।
यो चाहिँ तपाईको वर्ड्समा तल अन्डरलाइन गर्ने एउटा मेथड छ। यसमा क्लिक गर्नु भने तपाईले डबल अन्डरलाइन पनि गर्न सक्नुहुन्छ। अघि एउटा अन्डरलाइन थियो, अहिले तपाईले दुईटा अन्डरलाइन देख्नुभयो है त। अनि यसमा गएर हेर्नु भने तपाईले इटालिक भनेर लेखेको छ। यो चाहिँ के हुन्छ भन्दाखेरि बेसिकली हाम्रो वर्ड अघि के थियो त सिधा थियो, अहिले मैले इटालिक गरिदिएँ। यो वर्ड्स अहिले हल्का थोरै बाङ्गो देखिएको छ, हल्का एंगलमा चेन्जेस भएको छ। ल हेर्नुस् है त, म फेरि गरेर देखाउँछु। अहिले इटालिक छ यो, मैले यसलाई क्लिक गरिदिएँ, यो अहिले नर्मल साइजमा आयो र यसमा क्लिक गरिदियो भने यो अलिकति बाङ्गो हुन्छ। यो इटालिक वर्ड्समा लेख्नु भएको छ है त। अनि तपाईले लास्टमा यहाँ पनि हेर्न सक्नुहुन्छ, यो क्यापिटल बी, यो भनेको चाहिँ बोल्ड। यो भनेको चाहिँ तपाईको यो जुन नेम छ नि, माई नेम इज राम बहादुर, यसलाई बोल्ड गरिदिनु भने यो अलि मोटो हुन्छ। हेर्नुस् है त, अघि अलि पातलो थियो, अलि मोटो भएको छ, बोल्डमा छ। मैले यसलाई क्लिक गरिदिएँ, फेरि यो ब्याक टु नर्मलमा आइसक्यो है त। अब यसलाई मैले बोल्ड गरिदिन्छु, यो हल्का मोटो हुन्छ। तपाईले यसमा डिफरेन्स देख्नु भएन, म तपाईलाई यसमा गरेर देखाउँछु है त। ल हेर्नुस् है त, माई नेम इज राम बहादुर, यसको डिफरेन्स तपाईलाई बोल्ड गर्दा कसरी हुन्छ यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुस्, अलि बोल्ड भएको छ, हल्का हाइलाइटेड र अलिकति मोटो वर्ड्समा डिफरेन्स देख्नुभयो तपाईले। ल यो बोर्डलाई फेरि हटाइदिनुस्, तपाईले फेरि ब्याक टु नर्मलमा यो आइसकेको छ। यसरी तपाईले यो टुल्सलाई पनि युज गर्न सक्नुहुन्छ है त। अब यति बुझिसकेपछि तपाई यो एरियामा आउनुभयो भने तपाईले यहाँ देख्न सक्नुहुन्छ टप अलाइन, तपाईको अलाइन लेफ्ट, सेन्टर, अलाइन राइट, बटम अलाइन र मिडल अलाइन भनेर दिएको छ। अब हेर्नुस् तपाईले माई नेम इज राम बहादुर यसैमा हैन, यसमा गरौँ न। यसमा ओके, मैले यो बोल्ड इटालिक हटाइदिएँ, बोल्ड हटाइदिएँ, यो अन्डरलाइन पनि हटाइदिएँ। माई नेम इज राम बहादुर यस्तो छ। यसलाई अहिले हामीले राखेका छौँ बटम अलाइन गरेर। यसलाई अब मैले चाहे भने अलाइन राइट गर्न सक्नुहुन्छ। तपाईले राइट साइडतिर अलि ढल्केको बनाउन सक्नुहुन्छ, अलिकति चेन्जेस भयो। अलाइन सेन्टर गरिदिनु भयो भने तपाईको वर्ड्स तपाईको सेलको एकदम मिडल एरियामा आएको हुन्छ है त। अनि यो हेर्नुहुन्छ मिडल अलाइन, तपाईको वर्ड्स चाहिँ अहिले यो सेलको बीचौं बीच राख्नको लागि चाहिँ यो गरिदियो भने, अलाइन मिडल गरिदिनु भने एकदम बीचौं बीच आएर बस्छ। र यो टप अलाइन गरिदिनु भयो भने चाहिँ तपाईको जुन यो माई नेम इज राम बहादुर छ, यो वर्ड्स यो सेलको टप लेभलमा गएर बस्छ है त। यो गरिदिनु भयो भने अलाइन लेफ्ट हुन्छ। यसरी तपाईले यो तपाईको वर्ड्सहरुलाई पनि अलाइन गर्न सक्नुहुन्छ, लेफ्ट राइट मिडल सेन्टर गरेर है त। अनि यो गरिसकेपछि हामी यता जान्छौँ। यसमा चाहिँ डिक्रिज इन्टेन्ट भनेको छ र इन्क्रिज इन्टेन्ट भनेको छ। यसमा चाहिँ के डिफरेन्स छ हेर्नुस्, आफै देखाइदिन्छु म तपाईलाई। माई नेम इज राम बहादुर, यसमा मैले इन्क्रिज इन्टेन्ट गर्यो भने तपाईको इन्टेन्ट बढ्दै जान्छ अटोमेटिकली। तपाईको माई नेम इज राम बहादुर तपाईको सेलबाट बाहिर गएको देख्नुहुन्छ। यसको मतलब तपाईको जुन अब्जेक्ट छ त्यो ठुलो हुँदै गएको छ। तपाईले यता हेर्न सक्नुहुन्छ, यता स्पेस बढ्दै गएको छ है त। तपाईले देख्न सक्नुहुन्छ तपाईको इन्टेन्ट अहिले तपाईको जुन अब्जेक्ट छ त्यो मुभ भएको छ, यसरी अहिले बढ्दै गएको छ। तपाईले यो सेलबाट बाहिर गएको देख्न सक्नुहुन्छ। यदि तपाईलाई यो सेलको फेरि बिचमा ल्याउनु मन छ भने तपाईले डिक्रिज गराइदिनु, यो फेरि ब्याक टु नर्मल आफ्नै ठाउँमा आएर बस्दछ। यसरी तपाईले आफ्नो जुन सेलमा रहेको अब्जेक्ट छ त्यसलाई इन्क्रिज र त्यसको इन्टेन्टलाई इन्क्रिज र डिक्रिज पनि गर्न सक्नुहुन्छ। यो गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ, यो एबी अल्फाबेट एबी देख्नु भएको छ, एरो देख्नु भएको छ र तर अलि छड्के। यसको मतलब तपाईले जुन तपाईको यो माई नेम इज राम बहादुर भन्ने अब्जेक्ट छ यसलाई कुन चाहिँ एंगलमा राख्न सक्नुहुन्छ, कुन चाहिँ एंगलमा राख्न चाहनुहुन्छ त्यो अनुसार हामीले राख्न मिल्छ है त। एंगल काउन्टर क्लकवाइज भनेको छ, यस्तो गरिदियो भने तपाईको यसरी आएर बस्छ है त।
अनि एंगल क्लकवाइज भनेको छ यसलाई यसरी तल साइडमा आउँछ। यहाँ क्लिक गर्ने तपाईलाई भर्टिकल टेक्स्ट चाहिएको छ कि यसरी तपाईलाई के कसरी चाहिएको छ त्यो अनुसार तपाईले यसलाई आफ्नो हिसाबले चेन्जेस गर्न सक्नुहुन्छ है त। अब यसलाई म ब्याक टु नर्मल पहिलाको ठाउँमा ल्याएर आउन चाहन्छु। फेरि त्यही दबाइदिनुहोस्, यो ब्याक टु नर्मल आफै आएर बस्छ है त। यो बुझ्नुभयो नि तपाईहरुले। यदि तपाईहरुलाई के कन्फ्युज भएको छ अथवा मैले बोलेको अलि बुझ्नु भएको छैन भने प्लिज कमेन्ट गरिदिनु होला र के इन्फर्मेसन अझै बढी चाहियो भने प्लिज विदाउट एनी डाउट यु क्यान मेक अ कमेन्ट accordingly. I will see your comments and I will make a video for you in the future. Okay. यसबाट यो पनि गर्यो अब यसमा जाउँ है त। यसमा भनेको छ र्याप टेक्स्ट। तपाईको अघि मैले त यो तपाईको सेल बढाएर ठुलो बनाएको हो नि त। यसरी यो पहिलाको साइजमा लिएर आउँ है त। माई नेम इज राम बहादुर। अहिले जुन यो भित्रको अब्जेक्ट छ माई नेम इज राम बहादुर यो ठुलो छ तर तपाईको सेल सानो छ। त्यसैले तपाईले अब्जेक्ट यो सेलबाट बाहिर गएको देख्नु भएको छ। तपाईं कन्फ्युज नहुनुहोस् है त। यो सेलमा मात्रै छ यो सबै चीजहरु है त। यसमा क्लिक गरिदिनुस्, यही सेलमा मात्रै छ। यतापट्टि सेलमा तपाईले यहाँ हेर्न सक्नुहुन्छ है त डिफरेन्स। यहाँ खाली छ। यहाँ हेर्नुस् माई नेम इज राम बहादुर पुरै छ। तर यतापट्टि जानुभयो भने तपाईले के देख्नुहुन्न यहाँ। यसको मतलब यो ब्ल्याङ्क छ। यो एउटै सेलमा बनेको हो तर ठुलो भएको कारणले यो बाहिर निस्केको हो। त्यसले गर्दा तपाईलाई लाग्न सक्छ यो दुई तीनटा सेलमा बनेको हो भनेर। त्यस्तो होइन है त। मैले अघि भर्खर पनि तपाईलाई यसको सेल साइज बढाएर पनि देखाएँ र यसलाई घटाएर पनि देखाएको थिएँ। बुझ्नुभयो नि। हो यति गइसकेपछि हामी अहिले छौं र्याप टेक्स्टमा है त। अब हेर्नुस् है त तपाईको यो अब्जेक्ट जुन छ माई नेम इज राम बहादुर यो ठुलो साइजमा छ। यसलाई अब तपाईले र्याप टेक्स्ट गरिदिनु भयो भने यो अटोमेटिकली यसको सिस्टमले नै घटाएर यसरी गराइदिन्छ। तपाईले यसलाई फेरि बढाउनु भयो भने यो यस्तो तरिकाले हुन्छ है त। यसरी हुन्छ र यो चीजको जुन अघि मैले तपाईलाई गरेर देखाएको थिएँ तपाईको अलाइनमेन्ट अफ योर अब्जेक्ट। अहिले अलाइनमेन्ट चाहिँ तपाईको अलाइन लेफ्ट एन्ड अलाइन बटममा छ। अब यसलाई अलाइन सेन्टर गरिदिनुस् र अलाइन मिडल गरिदिनुस्। यो एक्ज्याक्टली सेलको बीचौं बीचमा गएर बनेको छ। यसरी तपाईले डिफरेन्स ल्याउन सक्नुहुन्छ है त। अहिले मैले र्याप टेक्स्ट गरिदिएको छु त्यही भएर यो यस्तो छ। मैले यसलाई फेरि डबल क्लिक गरिदियो भने त्यो अटोमेटिकली अनर्याप हुन्छ र तपाईको ब्याक टु नर्मलमा आउँछ यो फाइल यो अब्जेक्ट। फेरि ट्याप गरिदिए फेरि यसरी आउँछ है त। यो गरिसकेपछि तपाईले यसमा दोस्रो हेर्न सक्नुहुन्छ मर्ज एन्ड सेन्टर भनेको छ। यसको भन्नुको मतलब के हो भन्दाखेरि चाहिँ सपोज अब कहिले कहिले के हुन्छ भन्दाखेरि चाहिँ तपाईको यो फाइल र यसमा मैले बोर्डर लगाएर देखाउँछु है तपाईलाई डिफरेन्स। यो तीनटामा मैले बोर्डर लगाइदिए बोर्डर अल हेर्नुस् है त। यो तीनटामा मैले बोर्डर लगाइदिएको छु। डिफरेन्स के हुन्छ भन्दाखेरि चाहिँ नि कहिले कहिले के हुन्छ भन्दाखेरि हामीलाई अब यो तीनटै एउटैमा बनाउनु पर्ने हुन्छ क्या। यो तीनटैले एकै ठाउँमा बनाउनु पर्ने हुन्छ। त्यस्तो बेलामा हामीले यो तीनटैलाई सिलेक्ट गरेर यसलाई मर्ज एन्ड सेन्टर गरिदियौँ भने यो तीनटै सेल एउटै सेल हुन्छ र जुन तपाईको अब्जेक्ट छ नि माई नेम इज राम बहादुर त्यो सेलको सेन्टर मिडलमा आएर बसेको हुन्छ। त्यही भएर चाहिँ यसले मर्ज पनि गरिदिन्छ र तपाईको अब्जेक्टलाई सेन्टरमा पनि लिएर आएर राखिदिन्छ। डिफरेन्स यही हो है त। हजुर बुझ्नुभयो नि। यसको डिफरेन्स यही हो है त सर। माई नेम इज राम बहादुर अहिले तपाईको 1 2 3 1 2 3 3 सेलको बीचमा छ र एकदम सेन्टरमा आएर मर्ज भएको छ। अब यसलाई यस्तो हुँदैन मलाई यस्तो चाहिँदैन गर्न चाहनु तपाईले मर्ज चाहिँदैन भन्नुभयो भने तपाईले फेरि यसलाई नै क्लिक गरिदिनुस्। यो अटोमेटिकली अनमर्ज हुन्छ तर यसको बोर्डर चाहिँ एकै ठाउँमा आएर बसेको हुन्छ है त। अब देख्न सक्नुहुन्छ तपाईले यो तीनटा सेल डिफरेन्ट छ। यसरी चाहिँ तपाईले तपाईको सेल्सलाई
र त्यसमा भएको अब्जेक्टलाई मर्ज एन्ड सेन्टर गर्न सक्नुहुन्छ इजिली। अब यसले फेरि हामी अन्डु गर्छौँ र पहिलाको ठाउँमा आउँछौँ है त। यो ऱ्याप पनि अन्डु गरिदिउँ ल। अब हामी ब्याक टु नर्मल पहिलाको ठाउँमा आएर बसेको छौँ। अब यसमा भइसकेपछि तपाईँको जेनरलमा जानुहोस्, हेर्न सक्नुहुन्छ यहाँ जेनरल छ। यसमा चाहिँ तपाईँले नम्बर फर्मेटिङहरू गर्न सक्नुहुन्छ, जस्तो कि यहाँ 1 छ, यहाँ 2 छ, यहाँ 3 छ हैन। यो 1 2 3 लाई के साइजमा गर्न सक्नुहुन्छ है त। तपाईँले यो फर्मेटलाई डलर्स अदरवाइज युरोजमा कसरी गर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ है। यहाँ गरिदिनुहोस् तपाईँलाई कुन अनुसारले चाहिएको छ त्यो अनुसारले गर्न सक्नुहुन्छ। बेसिकली यो चाहिँ तपाईँको एकाउन्टहरूमा युज हुन्छ है त। पैसाको जानेर पैसाको कारोबारहरू हुन्छ त्यो चिजहरूमा चाहिँ यिनीहरू युज हुन्छ है त। यसरी चेन्ज गर्न सक्नुहुन्छ। यसमा गएर तपाईँले डलरमा पनि राख्न सक्नुहुन्छ, तपाईँलाई केमा चाहिएको छ यसरी चेन्जेस गरेर तपाईँले एकाउन्टिङमा अर इकोनोमिक जहाँनिर तपाईँको पैसाहरूको कारोबार हुन्छ त्यहाँनिर यसलाई युज गर्न सक्नुहुन्छ। त्यसरी यसलाई तपाईँले डलरहरूमा पैसाकोमा कारोबारमा युज गरिसक्नु भएपछि यसमा देख्न सक्नुहुन्छ पर्सेन्टमा। यसलाई चाहिँ तपाईँले पर्सेन्टमा पनि युज गर्न सक्नुहुन्छ है त। यसो गरिदिनु भयो यहाँ अटोमेटिकली इट्सेल्फ यु विल सी द पर्सेन्ट। हो यसैमा तपाईँले यसमा कमा अदरवाइज तपाईँले पैसाहरूमा कसरी डिफ्रेन्स ल्याउँछ भन्नुहुन्छ यसरी ल्याउन सक्नुहुन्छ। यो 1 हो त्यही भएर यस्तो भयो। सपोज मैले यसलाई 1000 बनाइदियो भने डिफ्रेन्स हेर्नुहोस् तपाईँले 1000.00 आएको छ। यसरी चाहिँ यसले डिफ्रेन्सेसहरू लिएर आउँछ है त। अब यो के भनेको छ यसमा इन्क्रिज डेसिमल। अब तपाईँले डेसिमलहरू पनि बढाउन सक्नुहुन्छ। यसले घटाउन नि गर्छ है त। डेसिमल हटाउँदिनँ म। यतिकै 1000 लाई 1000 र 2 लाई 2 ले देखाउन चाहनुहुन्छ भने यसरी डेसिमल हटाउन सक्नुहुन्छ। यसलाई बढाउन पनि सक्नुहुन्छ है त। यो चाहिँ तपाईँको म्याथमेटिकल्सहरूमा अथवा पैसाको कारोबार हुने ठाउँहरूमा यसरी नम्बरिङलाई तपाईँले चेन्जेस गरेर पनि युज गर्न सक्नुहुन्छ। अब मैले तपाईँहरूलाई जेनरल नम्बरिङको बारेमा पनि सिकाइसकेको छु। अब चाहिँ हामी जान्छौँ यो कन्डिसनल फर्मेटिङमा है त। यसको लागि हामी यो सिटलाई छोडेर यो सिटमा जान्छौँ। यो सिटमा गएर सपोज यहाँनिर छ, यहाँनिर मैले एउटा टेबल बनाएँ सिरियल नम्बर अनि यहाँ नेम्स अनि यहाँ एमाउन्ट है त। मैले यति बनाएको छु फर इक्जाम्पलको लागि तपाईँहरूलाई बुझाउनुको लागि मात्रै है त ल। 1 2 3 4 5 6 अनि नेम्समा मैले लेखिदिएँ हरि, श्याम, रीता, गीता, राधिका अनि चन्द्र है त ल। यदि 6 जना मान्छेहरू छन् र उनीहरूको एमाउन्ट एउटाले 100, एउटाले 200, एउटाले 150, अर्कोले 300, अर्कोले 400 र अर्कोले 270 गरेर टोटल यति एमाउन्ट जम्मा गरेको छ। अब यसलाई मैले तपाईँलाई अघि नै यो सिकाएको थिएँ सेन्टरिङ यिनीहरूलाई। अनि यसलाई मैले तपाईँको राम्रो देखिनको लागि यो यस्तो गर्दैछु है त ल। अब यसमा हामीले के गर्ने हो भन्दाखेरि चाहिँ नि एमाउन्ट यहाँ 200 ओके। तपाईँको यहाँ मैले अझै एउटा कुरा थप्न बिर्सेछु ल है त। म एउटा इन्सर्ट गरेर यो एमाउन्ट भयो अनि यहाँ डेज पनि लगाइदिएँ मैले। अनि यहाँ डेज पनि लगाइदिएँ है त ल। अनि यहाँ सन्डे, मन्डे, ट्युसडे, वेडनेसडे ल। अब तपाईँको यसमा हेर्न सक्नुहुन्छ तपाईँको सजिलोको लागि मैले बनाइदिएको छु। यसलाई पनि मैले पुरै टेबल लगाइदिएको छु है त ल। सपोज
यो हरिले एमाउन्ट यो सबै यहाँबाट कपी गरेर मैले यहाँ लगाइदिएको छु। ओहो, यो सबैले मैले यहाँ हटाएर यहाँनिर कपी गराइदिएँ। अनि यो तपाईँको यो एमाउन्टलाई नै हटाइदिएँ मैले, यो पुरै रो नै हटाइदिएँ है त। ल तपाईँहरूलाई बुझ्न सजिलोको लागि ल है त। हरिले सन्डे 100, मन्डे 200, ट्युसडे 300 र वेडनेसडे 270 रुपियाँ कमायो। त्यस्तै श्यामले सन्डे 200, मन्डे 300 अनि यसमा 160 अनि यसमा 275 रुपियाँ कमायो। त्यसरी नै रिताले पनि 200, 250 र 300 यसरी कमाए एक दिनमा। अनि गीताले 100, 230, 310 अनि यहाँ तपाईँको 175 रुपियाँ कमायो। र राधिकाले यहाँ 300, यहाँ 380, यहाँ 170 कमायो है त। ल अनि तपाईँको यहाँ चाहिँ यसले 200, यहाँ 300 र यहाँ 400 कमायो। अब यो सबै मान्छेहरूले यी 4 दिनमा यति एमाउन्टहरू कमाएका छन्। अब यो एमाउन्टहरूलाई तपाईँले सपोज यहाँ 100 छ होइन, 100 लाई अर्कै कलर अनि यो तपाईँको 400 लाई अर्कै कलर कसरी गराउने, कसरी डिफ्रेन्सेस कसरी लिएर आउने भन्ने कुरा चाहिँ तपाईँको फर्मेटिङ, यो कन्डिसनल फर्मेटिङले सिकाउँछ है त। सपोज अब यसमा हेरौँ है त, म तपाईँलाई गरेर देखाइदिन्छु। यहाँ यसले यति यो सबै यो 6 जनाको कमाइलाई यहाँ कन्डिसनल फर्मेट गरेर हाइलाइट सेल्स अनि यहाँ मोर रुल्समा जानुहोस्। अनि यहाँनिर गएर तपाईँले हेर्न सक्नुहुन्छ ग्रेटर देन अर इक्वल टु 400 गरिदिनुहोस्। अनि यसमा तपाईँको कलर चुज गर्नुहोस् है त। तपाईँको अब यसमा कसैले 400 वा 400 बराबरको एमाउन्ट कमाएका छन् भने उनीहरूको येल्लो कलरले हाइलाइट हुन्छ यसरी है त। अब फेरि यसलाई नै फर्मेटिङ एन्ड यसमा गएर हाइलाइट्समा गएर तपाईँको मोर रुल्समा जानुहोस्। अनि यहाँ लेस देन भनेको कम्तीमा 200 अनि यसलाई यस्तो गरिदिनुहोस् र यसलाई रेड लगाइदिनुहोस्, ओके गरिदिनुहोस्। यसमा चाहिँ के भन्न खोजेको भने चाहिँ कुनै पनि सेल्समा कुनै व्यक्तिले 200 भन्दा कम कमाएका छन् भने चाहिँ उनीहरूको सेल चाहिँ सबै रेड हुन्छ है त। हेर्नुहोस् यहाँ यसरी डिफ्रेन्सेस आउँछ। अब तपाईँले यहाँ 200 लेख्नु भएको छ होइन, ल यो तपाईँ 300 लेख्नु भएको छ, यहाँ 300 लेख्नु भएको छ, यहाँ 200 लेख्नु भएको छ। त्यसलाई घटाएर 155 गरिदिनु भने यो रेड हुन्छ। र यसलाई 300 लाई तपाईँले 410 गरिदिनु भयो भने यो येलो हुन्छ। यसरी चाहिँ यो काम गर्छ है त। ल यो तपाईँको फर्मेटिङहरूको यो सेल्स फर्मेटिङको यो तरिकाले चाहिँ तपाईँले आफ्नो ज्ञान बढाउन सक्नुहुन्छ है त। अनि यो फर्मेटिङ गरिसकेपछि हामी जान्छौँ यता अब फर्मेट एज टेबल। तपाईँले अब टेबललाई कस्तो तरिकाले राख्न चाहनुहुन्छ भन्ने चाहिँ यो तपाईँको यो फर्मेट एन्ड टेबलले चाहिँ त्यो कामहरू सिकाउँछ। सपोज अब हेर्नु है त, मैले यो सबै टेबल लिएँ अनि मैले यसलाई फर्मेट गर्दै यो कुन चाहिँ फर्मेटमा राख्न चाहनुहुन्छ भने यहाँ अलरेडी हाइलाइट गरेको छ। कुन साइजमा राख्न चाहनुहुन्छ तपाईँ यो क्लिक गरिदिनु अनि यहाँ ओके गरिदिनु। त्यो त्यही अनुसारले यसरी आफै तपाईँलाई सजिलो लागि आउँछ है त। हो यसरी नै तपाईँले अब गर्दै जानुभयो भने तपाईँले बुझ्नु पनि हुन्छ र तपाईँलाई काम गर्न पनि सजिलो हुन्छ। यसलाई मैले अन्डु गरिदिएँ ल है त। अब लास्ट अर्को अप्सन भनेको चाहिँ हाम्रो सेल्स टाइप भनेको छ। अब जस्तो कि यो मेरो एउटा टाइटल भयो भने यसलाई यसरी गरेर हामीले
यो तरिकाले राख्न मिल्छ है त। यो के तरिकाले यो सबै चिजहरू तपाईले हेर्न सक्नुहुन्छ, गुड, ब्याड अर न्युट्रल अर यो सबै चिजहरू डाटा एन्ड मोडल तपाईले कुन मोडलमा राख्नुहुन्छ, यो मोडलमा मैले यसलाई राखिदिएँ र यो तलको हरलाई चाहिँ मैले अर्को तरिकाले राख्छु भन्नुभयो भने तपाईले त्यही अनुसारले राख्न सक्नुहुन्छ है त। हेर्नुस् यो तपाईको सेलहरुको स्टाइल तपाईलाई कुन तरिकाले राख्न मन लाग्छ त्यही अनुसारले तपाईले राख्न सक्नुहुन्छ है। अन्डु गरिदिए। अनि अर्को अप्सन रहेको छ हाम्रो इन्सर्ट। इन्सर्ट भनेको चाहिँ हामीले अब यो टेबल गरिरहेका छौं हैन, अब यसमा हामीलाई अर्को कुनै टेबलहरु राख्नु पर्यो भने चाहिँ इन्सर्ट सेल गरिदिनु पर्ने हुन्छ तपाईले। यसरी अर्को सेल तपाईको लागि यहाँ इन्क्रिज हुन्छ। यसलाई मैले अन्डु गर्दिए अनि यस्तै गरेर यसमा गएर चाहिँ कलम पनि एड गर्न सक्नुहुन्छ है त। यसरी तपाईले सेल्सहरुलाई बढाउँदै जान सक्नुहुन्छ। तपाईले यहाँ बढाउन चाहनुहुन्छ भने पनि यहाँ बढाउन सक्नुभयो, यसरी बढाउँदै जान सक्नुहुन्छ है त। अनि अब मलाई यो सेल्सहरु चाहिएन भने तपाईले यसलाई यहाँबाट डिलिट गर्न पनि सक्नुहुन्छ। तपाईले यहाँबाट डाइरेक्ट डिलिट गरिदिनुस्, यसलाई पनि डिलिट गरिदिनुस्। यसरी तपाईले यिनीहरुलाई डिलिट गर्न सक्नुहुन्छ है त। अनि अर्को छ हाम्रो फर्म्याट। योबाट चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सपोज अब यो 6 जनाको नामहरु छ र यिनीहरुको फर्म्याटमा गएर तपाईले रो हो नि त, यो त तपाई 1 2 3 4 5 6 त रो भयो नि त। यो रोको हाइट्सहरु बढाउन सक्नुहुन्छ है त। अहिले यो यसको हाइट 14.5 को छ भने तपाईले यसलाई 20 गरिदिनु भयो भने तपाईको रोजको हाइटहरु बढ्छ। अनि यसरी गएर तपाईले कलमको पनि हाइटहरु बढाउन सक्नुहुन्छ। यो कलम विड्थ पनि बढाउन सक्नुहुन्छ। यसलाई अहिले कति छ हाम्रो, यसलाई सपोज हामीले 10 राख्दियौ भने यो यसरी बढेर ठूलो साइजको बन्छ। अनि तपाईलाई हेर्दा र काम गर्नलाई सजिलो, कम्फर्टेबल एज पर योर कम्फर्टेबल तपाईले यसलाई घट बढ गर्न सक्नुहुन्छ है त यहाँबाट। अनि अर्को अब यता आइसकेपछि चाहिँ तपाईको यहाँ फर्मुलाजहरु छ। यो चाहिँ सम गर्ने हो, यसले एड गर्ने हो, कसरी एड गर्ने भन्ने कुराहरु। अब यिनीहरु सबैलाई एड गर्नु पर्यो भने गर्दिनुस् र यसले आफ्नो टोटल अमाउन्ट यहाँ देखाइदिन्छ तपाईलाई है त। यसरी गर्नुस्, यहाँ गर्नुस्, यसले टोटल अमाउन्ट यहाँ यसरी एड गरेर देखाइदिन्छ। अनि अर्को छ यसमा तपाईको सेल अप एन्ड डाउन भनेको छ। ल यसरी कसरी डाउन गर्न सक्नुभयो तपाईले है त। अब यहाँ 300 छ फर्स्टमा, यसलाई तपाईले डाउन गरिदिनुस्, सबै 300 भयो है त। अब यहाँ 155 छ, यसलाई तपाईले राइट गरिदिनुस्, सबै तपाईको यताको 100 यता आयो है त। अब यो 300 लाई तपाईले यहाँ तपाईले फेरि राइट गरिदिनु भयो भने तपाईको 100 मा आयो। यसरी तपाईको यहाँ अगाडि जे छ त्यो यसरी बढ्दै जान्छ है त। यो गर्यो भने यो भयो तपाईको फर्म्याट्स यो सेल्सहरु अप एन्ड डाउन कसरी जस्टिफाई गर्ने भन्ने कुराहरु यहाँबाट भयो। अनि अर्को छ तपाईको यो भनेको चाहिँ इरेजर हो। यो भनेको चाहिँ तपाईको इरेज गर्न मिल्छ। सपोज अब तपाईलाई यो पुरै नै चाहिएन, यो पुरै नै चाहिएन भने तपाईले यहाँ क्लियर गरिदिनुस्, क्लियर अल गरिदिनुस्, यो सबै डिलिट हुन्छ। तपाईलाई अब यो मन्डे र यो ट्युसडेको चाहिएन भने यहाँनेर गएर क्लियर गरिदिनुस्, क्लियर अल गरिदिनुस्, यो सबै डिलिट हुन्छ। र यहाँबाट तपाईले देख्न सक्नुहुन्छ तपाईको सेल्सहरु अहिले ब्ल्याङ्क भएको छ है त। यो टुल्सको काम चाहिँ इरेज गर्नलाई हो। र अर्को रहेको छ तपाईको सर्ट एन्ड फिल्टर भनेको छ है त। ल यो सर्ट एन्ड फिल्टर भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ फिल्टर कसरी गर्ने त। ल सन्डे मन्डे ट्युसडे वेडनेसडेमा जानुस् र यसमा सर्ट एन्ड फिल्टर गरेर तपाईले यहाँ फिल्टर लगाइदिनुस्। अब तपाईले यहाँबाट फिल्टर गर्न सक्नुहुन्छ है त। ल सन्डेमा जानुस्, मलाई कुन चाहिँ कसकोमा चाहिने 200 मात्रै छ भने त्यो सबै 200 मात्रै आउँछ, यहाँ अरु आउँदैन है त। ल यो सबैमा सन्डेमा तपाईको 200 भनेको श्यामको मात्र थियो, त्यही तपाईले श्यामको मात्र आयो है त। अब तपाईलाई मलाई 200 पनि चाहियो र मलाई 300 पनि चाहियो भने क्लिक गरिदिनुस्। 300 कसको थियो, गीताको थियो। यसरी तपाईले यसलाई फिल्टर गर्न सक्नुहुन्छ है त। अनि अर्को अप्सन यसलाई अब सबै गर्दिए मैले अहिलेलाई सिलेक्ट अल गरेर सबै गर्दिए, सबै आउँछ हैन। अनि अर्को अप्सन रहेको छ तपाईको लास्ट टुल रहेको छ फाइन्ड एन्ड फिल्टर भनेको छ। यो चाहिँ तपाईको
सर्च गर्नलाई हो है त। यसरी सर्च गर्न सक्नुहुन्छ तपाईले। यस्तो गरिदिनुस्। यहाँ ठ्याक्कै तपाईलाई यहाँ आइसकेको हुन्छ अलरेडी 200 मा भनेर। यहाँ अब मलाई 200 हैन मलाई 270 चाहियो भने फाइन्ड गरिदिनुस्। यहाँ तपाईले हेर्नु यो सेलमा अलरेडी यो आइसकेको छ 270 मा। यसरी चाहिँ यो टुल्सहरुले काम गर्छ। ल है त साथीहरु, मैले अब तपाईको यो एरियामा भएको यो टुल्सहरुको बारेमा सबै भन्दिएको छु। एडिटिङ, सेल्सको बारेमा, स्टाइल्सको बारेमा, नम्बरिङको बारेमा, अलाइनमेन्टको बारेमा, फन्टको बारेमा र क्लिपबोर्डको बारेमा मैले यो सबै टुल्सहरुको र कसरी युज गर्ने भन्ने बारेमा मैले सबै आफूले जानेको सबै नलेजहरु मैले शेयर गरेको छु। यदि कतै कहीं कुनै टुल्सहरु अप्सनहरु तपाईले बुझ्नु भएन भने प्लिज कमेन्ट गरिदिनु होला। तपाईको कमेन्ट हेरेर म तपाईलाई अझै सजिलो हुने तरिकाले बुझाउने छु। अहिलेसम्म भिडियो हेरिदिनु भयो, थ्यांक यू सो मच। अनि यदि नयाँ हुनुहुन्छ भने हाम्रो यो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू सो मच। हैव अ गुड डे।